नमस्कार, म बसन्त कडेल। आज म तपाईहरूलाई बेसी थर्ड इयर स्ट्याटिस्टिक्सको क्लास दिन गइरहेको छु। परीक्षा नजिकै गइरहेको हुनाले यो क्लासले तपाईँहरूलाई हेल्प हुनेछ भन्ने आशा तथा अपेक्षा पनि गर्दछु। सुरुवात गरौँ ट्रङ्केट डिस्ट्रिब्युसनबाट। वाट इज द डेफिनेसन अफ ट्रङ्केट डिस्ट्रिब्युसन? ट्रङ्केट डिस्ट्रिब्युसन भनेको पोइजन डिस्ट्रिब्युसनको एउटा मोडिफाइड फर्म हो, जसमा हामीले यसको भ्यालुहरू एक्सप्लोइट फर्ममा राखेर गरिन्छ। यसरी राख्दै गर्दा यो रिनर्मलाइजको फर्ममा जान्छ। रिनर्मलाइजको फर्ममा राखिसकेपछि यो यसको टोटल प्रोबेबिलिटी भनेको 1 हुन्छ। अब हामीले ट्रङ्केट डिस्ट्रिब्युसनभित्र बाइनोमियल डिस्ट्रिब्युसनबाट कसरी मिन एन्ड भेरिएन्स निकाल्ने, त्यसैगरी पोइजन डिस्ट्रिब्युसनबाट कसरी मिन एन्ड भेरिएन्स निकाल्न सकिन्छ, त्यसैगरी नर्मल डिस्ट्रिब्युसनबाट कसरी मिन एन्ड भेरिएन्स निकाल्ने डिराइभ गर्ने भन्ने बारेमा पनि यसमा पढ्नेछौँ। खास गरेर किन इम्पोर्टेन्ट छ भन्दाखेरिमा यसको प्रयोग भनेको हामीले मोमेन्ट निकाल्नको लागि गर्दछौँ। where moment of probability distribution do not exist and are not finite. अब हामीले इक्जाम्पलबाट गर्न गइरहेका छौँ। इक्जाम्पलमा हामीले fx इक्वल टु 1/1 प्लस एक्स स्क्वायरको फर्ममा राखेर गर्दछौँ, जसमा हामीले यसरी राख्दै गर्दा मिन चाहिँ एक्जिस्ट हुँदैन। मिन एक्जिस्ट हुँदैन भनेको कारण यो चाहिँ ट्रङ्केट डिस्ट्रिब्युसन हो। ट्रङ्केट डिस्ट्रिब्युसन निडेड भयो, जुन हामीले मोमेन्ट निकाल्नको लागि प्रयोग। प्रोबेबिलिटी अफ बाइनोमियल ट्रङ्केट डिस्ट्रिब्युसनको लागि हामीले कसरी डिराइभ गर्न सकिन्छ त भन्ने बारेमा अब म पढाउन गइरहेको छु, स्टडी गराउन गइरहेको छु। यसमा हामीले चाहिँ फर्मुला चाहिँ px इक्वल टु ncx px qn माइनस x को फर्ममा चाहिँ हामीले राखेर गर्न सक्छौँ, जसमा यसको भ्यालु 1 देखि n सम्म रहेको हुन्छ। अब यसमा हामीले सो गरेर देखाउँदाखेरिमा अब यसमा हामीले आर्थ मोमेन्ट चाहिँ हामीले चाहिँ ओरिजिनबाट सुरुमा राखेर गर्दछौँ। मोमेन्ट आर्थ मोमेन्ट निक्लिसकेपछि त्यसमा हामीले आरको भ्यालु r इक्वल टु 1, r इक्वल टु 2, r इक्वल टु 2 निकालिसकेपछि यसमा हामीले यसरी राखिसकेपछि यसमा हामीले इमेजको फर्ममा राख्दै जान्छौँ। इमेजको फर्ममा राखिसकेपछि हामीले मिन र भेरिएन्सहरू हामीले निकाल्न सक्छौँ, जुन हामीले यसमा डिराइभ गरेकोलाई हामीले चाहिँ सो गर्न गइरहेका छौँ। r इक्वल टु 1 राखेर गरिसकेपछि मिन इक्वल टु np/1 माइनस q1 निकालेका छौँ भने त्यसरी हामीले फेरि r इक्वल टु 2 राखेर हामीले μ1 निकाल्दाखेरिमा ex स्क्वायर राखेर हामीले गर्छौँ। त्यसरी गर्दाखेरिमा हामीले यसको भ्यालु 0 देखि n सम्म राख्छौँ, x स्क्वायर px। यसरी राखिसकेपछि हामीले यसलाई खोल्दै जान्छौँ। अब x स्क्वायर px को फर्ममा चाहिँ छ, यसलाई खोल्दाखेरिमा x माइनस 1 प्लस x अनि फेरि ncx px qn माइनस x 1 माइनस qn। यो भनेको चाहिँ px को भ्यालुलाई चाहिँ हामीले यहाँ राखेको हो। यो चाहिँ px को भ्यालु हो भने x स्क्वायर को भ्यालु चाहिँ यसमा चाहिँ हामीले यसरी सो गरेका छौँ। अब यसलाई हामीले यसरी फेरि खोल्दै जाँदाखेरिमा यसमा चाहिँ हामीले चाहिँ यसरी चाहिँ भेरिएन्स चाहिँ निकाल्न सक्दछौँ। भेरिएन्सको भ्यालु हामीले चाहिँ np इक्वल टु 1 माइनस qn छ भने ब्राकेट n माइनस 1 p प्लस 1 माइनस np/1 माइनस qn निकालेका छौँ। अब यसरी निकालिसकेपछि मिन हामीले पहिले नै निकालिसकेका छौँ। मिन चाहिँ np इक्वल टु 1 माइनस qn आएको थियो भने भेरिएन्स चाहिँ हामीले चाहिँ np/1 माइनस qn n माइनस 1 p प्लस 1 माइनस np/1 माइनस qn। यो भनेको चाहिँ खास गरेर बाइनोमियल डिस्ट्रिब्युसनबाट मिन एन्ड भेरिएन्स कसरी निकाल्न सकिन्छ, ट्रङ्केट बाइनोमियल डिस्ट्रिब्युसनबाट मिन एन्ड भेरिएन्स कसरी निकाल्न सकिन्छ भन्ने बारेमा हामीले यसरी चर्चा गरेका छौँ। तपाईँहरूले चाहिँ यसमा चाहिँ यसलाई चाहिँ राम्रोसँग गहन अध्ययन गरेर इक्जाममा चाहिँ यसको चाहिँ कसरी एन्सर दिन सकिन्छ भन्ने बारेमा